हेलो गुड मर्निङ साथी हो। आज चाहिँ म क्रिस्पी छोला गार्लिक पकौडा लिएर आएको छु रेसिपी तपाईँहरूसित सेयर गर्न। अनि मैले यहाँ चाहिँ 5-6 घन्टा भिजाएर राखेको छोला थियो। यहाँ चाहिँ मैले लसुनको केस्रा लगाएँ माथिबाट, अदुवा लसुनको पेस्ट, हल्दी, अनि त्यहाँदेखि यो जिरा पाउडर, गरम मसाला, अनि चिल्ली पाउडर, नुन, यहाँ चाहिँ कर्नफ्लावर लगाइदिएँ मैले 2 चम्ची जस्तो, मैदा 1 चम्ची, अनि लाएर चाहिँ मजाले मोलेँ। लेमन जुस चाहिँ मैले 3टा जस्तो लेमन लगाएँ। अमिलो र पिरो चाहिँ हुनु पर्यो। अनि मैले यसरी मोलेर चाहिँ कराई तातो गरेर चाहिँ एक एकवटा माथिबाट लगाइदिएँ। होला मिडियम टु लो फ्लेममा पकाउनुपर्छ, हाई पनि गर्नुपर्छ बेला बेला फ्लेम। म चाहिँ कडी पत्ता 1 मुठी लगाइदिएँ, 1 मुठी नै लगाउनु कडी पत्ता, लसुन पनि। हेर्नु कस्तो मजाको क्रिस्पी भयो। अझै माथिबाट चाट मसाला लगाइदिएँ। वाउ, हेर्न न कस्तो क्रिस्पी। साथी हो, तपाईँहरू पनि यसरी बनाउन सक्नुहुन्छ र 2-3 महिना स्टोर गरेर राखेर खान सक्नुहुन्छ।